हेलो नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा तपाईलाई विदेशमा जति पनि छटेर बसिरहेका उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद लाइक सब्स्क्राइब गर्दैकोमा र तपाईलाई म एउटा सानो टपिकको बारेमा बात गर्दैछु म र त्यो चाहिँ नि सायद हकीकत पनि हुन सक्छ या त फेरि सोच्नेले अगर नसोच्नेले त्यो एउटा कहानी चाहिँ रहन्छ एउटा स्टोरी चाहिँ रहन्छ हैन र यो सत्य घटना हो एउटा तपाईले अगर यसलाई चाहिँ गोली सुन्नुभयो भने हैन एउटा एक जमानामा बुढो मान्छे भन्नाले अब ठिकै हैन त्यसको छोरा हाम्रो जत्रो थियो अब बिचरा बुढोले चाहिँ नि सधैँ चाहिँ नि काम गरेर छोराहरूलाई भन्ने कि जा काम गर्द काम किन गर्दैनस् छोराहरूको त्यो आदत देख्दा फेरि गाँजा खाने हैन घुम्ने यताउता केटाहरूसँग आवालाई चाहिँ घुम्ने बाबाको त्यो देख्दा फेरि बाबालाई बहुत उ लाग्थ्यो कि मतलब नराम्रो लाग्थ्यो अनि आमालाई पनि दुःख लाग्थ्यो कि मेरो छोराहरूले यस्तो किन गरेर हिँडिरहेछन् भन्दा आमाको कुरा त सुन्दैन बाबुसँग डराउने भनेको बाबुसँग अनि लिएर एक दिन बाबुले के दिमाग खेलायो भन्दाखेरि छोरालाई भनेछ अगर तैँले यदि पैसा कमाएर ल्याइदिनस् भने यो घरमा नबस भनेर निकाल्दैछ छोरालाई हैन छोरालाई निकाल्दैछ आमाले भनेछ नगर्नु हाम्रो छोरा हो भन्दैछ तर हैन त धेरै चाहिँ नबोल भनेर उसलाई चाहिँ निकाल्दैछ अनि त्यहाँ नेक्स्ट डे ऊ चाहिँ के गरेछ अब भात दिएन नि त उसलाई बिना पैसाको कमाएर ल्याएन पैसा कमाएर ल्याएपछि बल्ल उसलाई भात दिने कुरा भएको बाले त्यस्तो भनेछ भने ऊ कमाउनु गयो कमाउनु भन्नाले अब कमाउने त काम गर्ने त उसको छँदै छैन कसरी काम गर्ने कसरी खाने भने कहिले जिन्दगी काम गरेको छैन साथीसँग गयो साथीसँग गएर चाहिँ तपाईँको जसो तसो गरेर म्यानेज गरेर 1 रुपियाँ लिएर आएर बालाई देखायो बा मैले लिएर आएको छु भनेर बाबुले के भन्यो भन्दाखेरि त्यहाँ फेरि त्यो आँगनमा सानो एउटा कुवा थियो हैन त्यो बाबाले भने जा गएर फ्याँक्दे त्यो कुवामा त्यसले गएर कुवामा फ्याँक्यो त्यो दिन भात पायो त्यसले सुत्न पनि पायो भात पनि पायो खुसी भयो हैन म चाहिँ एकदम लिएर आएँ मैले पैसा नेक्स्ट डे आफ्नो दिदीको घर गयो घर गएर त्यसले दिदीलाई भने दिदी बाले मलाई यस्तो यस्तो भनेको छन् पैसा लिएर आउने बा तैँले लिएर आइज नभए तँलाई भात दिन्न भन्दा लान त कति चाहिन्छ भनेर दिदीले दिनुभयो त्यो दिन पनि सेम त्यस्तै बालाई गएर बा मैले पैसा लिएर आयो भन्यो अनि बाले सेम त्यस्तै गएर कुवामा फ्याँक भन्दा त्यो कुवामा फ्याँक्यो त्यसले नेक्स्ट डे त्यसलाई कस्तो भयो भन्दाखेरि गाह्रो भयो कस्तो गाह्रो भयो भन्दाखेरि अब दिदीसँग माग्यो हैन अब उता साथीसँग नि माग्यो अब बाटो छैन त्यसको र बाटोमा अब हुन्छ नि त जाँदा जाँदा त्यसलाई टेन्सन भयो बाटोमा एकदम बुटोको छेउमा एकदम न्युनौरो भएर बस्यो त्यसलाई टेन्सन लागेको मैले पैसा कता लिएर जाम घर अब पैसा नलिएर गयो भने बाले मलाई कराउनुहुन्छ मलाई चाहिँ नि बाहिर निकाल्दिनु मलाई सुत्न दिनुहुन्न उसलाई टेन्सन भयो तर हिँड्दा एउटा बुढी आइमै जस उहाँले चाहिँ सामान चाहिँ राखेको एउटा मान्छेलाई कुरिराख्नु भएको थियो र त्यो सामान चाहिँ हेभी थियो मतलब बहुत भारी थियो बोक्न नसक्ने हैन लगभग 3-4 किलोमिटरको बाटो उसले चाहिँ बोक्न नसक्ने गाडी पनि नचल्ने अनि त्यहाँ उसले भन्यो बाबु मेरो झोला बोकिदिन्छु घरसम्म पुऱ्याइदिन्छु म तिमीलाई पैसा दिन्छु भन्दा खुसी भयो जाँदा हैन उसले घर पुऱ्यायो त्यो सामान पनि पुऱ्यायो र उसले पैसा दियो त्यो खुसीको सीमा रहेन त्यसमा त्यसलाई चाहिँ खुसीको सीमा रहेन कि मैले पैसा कमाएँ भनेर घर ल्यायो बालाई देखायो बाले भने पैसा ल्याएछस् भन्दा बा मैले पैसा ल्याएको छु हेर्नु भन्यो जा गएर कुवामा हाल भन्दाखेरि उसले के भन्यो भन्दाखेरि ध्यानले सुन्नु है यो कुरा मेन पोइन्ट हो यो उसले के भन्यो कि बाबा मैले यो मेरो पसिना चुहाएर मैले कमाएको पैसा मैले कसरी फेकम तपाईले भन्नु भन्दाखेरि बाको आँखबाट आँसु निस्कियो के बाको आँखबाट आँसु निस्कियो हो यही कुरा मैले तँलाई चाहिँ मैले सिकाउन खोजिरहेको छु हैन कि तैँले यार हामीले जति दुःख गरेछौ तिमीले चाहिँ नि त्यो दुःख भोगेको छैनौ तिमीले एज गरेर खान्छौ मोज गरेर खान्छौ तिमीलाई हास्ता हामीले हाम्रो छोराछोरीले नगरोस् यस्तो काम मैले जस्तो गरिछु नगरोस् भनेर त्यो बाबाले भन्छ छोरालाई हैन र आमाको आँखाबाट पनि आँसु आउँछ तर त्यो दिन चाहिँ नि एकदम माया गर्छ के त्यो छुट्टै बेग्लै माया हुन्छ उपति कि छोराले बुझ्यो छोरा ठुलो भयो अब छोराले केही गर्छ भनेर छोरा आमा बाउ बहुत खुसी हुन्छ अनि यसबाट हामीले के सिकिन्छ भने चाहिँ पैसा कमाउनु पर्छ पैसा कमाउनु नि हो जमाउनु नि पर्छ हैन भविष्यको लागि फ्युचरको लागि आफ्नो लागि नभए पनि भोलि न छोरीहरू हुन्छन् उहाँलाई पनि हामीले के सिकाउनु पर्छ हैन अनि पैसाले यति कुरा ख्याल गर्नु पैसाले एउटै चिज भन्छ तपाईलाई यदि आज तैँले मलाई जोगाइस् भने भोलि आउन तँलाई म जमाउँछु भन्छ अरे क्या पैसाले यो भनेको एकदम मेन पोइन्ट हो तपाईँ जता पनि हुनुहुन्छ मेरो भिडियोलाई हेरेर लाइक सब्स्क्राइब गरिदिनु होला सेयर गरिदिनु होला र आजमा यति भन्दैमा म टुङ्गाउँदैछु धन्यवाद थ्याङ्क यू जय नेपाल।